हामी पिग स्लटर हाउसमा आएको छौँ। अस्ति नगपाली माछा चिकन गऱ्यौँ, आज चाहिँ पिग स्लटर है गाइजहरू। तातो पानी हालेर सेतो बनाइदिएछ। वाइटनिङ प्रोसेस। यसलाई चाहिँ हाम्रो बिटेकको टर्म्सबाट चाहिँ सिभिङ भन्छ है। भन्न इन्भेस्टिगेसन यो आन्द्रा बङ्गुर गर्दाखेरि मान्छेको चाहिँ मिल्छ अरे क्या। यो चाहिँ लिप्सको छेउमा हुने लिप्स फ्याट। यो लिप्स फ्याट गाइस। Such a bloody scene. चाहिँ ब्लड बेली पार्टभन्दा मुनिको हिप्सको पार्ट छुट्याइरहेछ है गाइस। यो चाहिँ हामी स्लटर हाउसमा आएको छौँ क्या। स्पेसली होइन, मेनै पिग स्लटर गर्ने ठाउँमा। गाइजहरू त्यो मेरो गुचीको पर्स सेको बनाउनु बबल हुन्छ। यो सबै मैले काटेको है हेरे। यो को यस्तो काट्ने सबै चाहिँ होइन, कहिले आधी 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 थोरै लसुन गर्नुहोस् न। थोरै अझै थोरै हेलो, अब चाहिँ हाम्रो यो ब्लगर मान्छे चाहिँ यहाँ हुनुहुन्छ। हम दोनों के दरमियान है। यहाँ चाहिँ खाने कार्यक्रम चल्दैछ। यो चाहिँ हामीको जेलदास एपरेटस पिरो भएर यहाँ चाहिँ सर्टको अवस्था होइन। उहाँ चाहिँ हाम्रो सिनियर दाजु।